गाइस वेलकम टु माई न्यू ब्लग। दिनको सुरुवात भइसकेको छैन। अब कतै घाम चाहिँ डेन्जर लागेको अरे हेर बबाले घाम लागेको अरे दिन चाहिँ राम्रो गरेर एउटा हाम्रो चाहिँ आज चाहिँ घाम जाने प्लान छ क्या अरे त्यो केटाहरू चाहिँ तलतिर पुरिरहेको के अरे मलाई चाहिँ अब एकछिनमा लुटो भेट्नु पर्छु। ल केटामा त्यसै अब 1 बजे बल्ल केटाहरूले हिँड्ने भन्ने कुरा गरेँ म चाहिँ क्यान्सल गरेको बसेको मान्छे हो। केटाहरू चाहिँ बल्ल भएर चाहिँ निस्किने विचार गरेँ यार केटाहरूले बल्ल बस्नु छिटो जाने भयो बल्ल हिँड्ने के अरे हामी चाहिँ यता बल्ल यार कति 1:30 बज्यो केटाहरूको प्लान चाहिँ त्यही अब हजारलमा अघि नै रेडी भइसकेको मान्छे म चाहिँ अब केटाहरू कोही ढिलो गर्ने कोही के गर्ने तर लास्टमा यहाँ 1:30 बज्छ के अरे अब पुरो हेरौँ अब कति बजी पुगिन्छ। ल एउटा पेट्रोल सेट्रोल पनि हालियो के अरे अब एकछिन चल्नु पर्ने हुन्छ। टाइम चाहिँ छैन केटा धेरै हामीसँग अरे ल फाइनल्ली केटा यहाँ माथि चाहिँ 9 आइयो के अरे हामी चाहिँ दोषहरू छ अगाडि हिँड्नु त बुलेट राइडर 9 चाहिँ मस्त घाम लाग्यो केटा अहिले चाहिँ बवाल मस्त दोषहरू अगाडि हिँड्नु के अरे एकजना पहाडी हिँड्नु के अरे। A few minutes later. ल केटाहरू चाहिँ यता बाइक बिग्रेछ के अरे केटाहरूको चाहिँ बाटोमा पछाडि छ के अरे हामी चाहिँ माथि नै आइपुग्यौँ क्या अरे लगभग घुम्ने आइसक्नु आयो के अरे केटाहरू चाहिँ पछाडि चाहिँ बस्दो रहेछ बाइकै बिग्रेर रहेछ नि त केटाहरूको बल्ल घर फोन गरेर भनिरहेको थियो के अरे अब बनेसी जाने होला क्या नबनेसी हेर फर्किने होला केटाहरू। ल गाइस हाम्रो केटाहरूको चाहिँ अब बाइक चाहिँ बिग्रेर चाहिँ ढोलजु भएर बसेको अरे के अरे अब बन्ने कहिले जाने कहिले टाइमै त्यस्तै होला नि छ अनि त्यही भएर हामी चाहिँ यसो एकछिन केटालाई कुरेर बसेको के अरे टाइम पासै भएन अब उता टाइम पास चाहिँ उतातिर यसो गुम्बातिर छिरेर एकछिन टाइम पास गरेर बस्नुपर्ने भयो। केटाहरू आउने कहिले हुन् गाह्रो बनायो त। A few minutes later. ल केटाहरू चाहिँ बल्ल आयो के अरे अब हिँड्न पर्ने हुन्छ हामी पनि बनाउनु त बनाखान केटाहरूले बिच बाटोमा ढोका दियो भने टनाप हुन्छ त्यही हो बिच बाटोमा चाहिँ ढोका नदियोस् के अरे केटाहरूको बाइकले चाहिँ बस्यो जाम ल यति केटा बाटोतिर भेट्नुपर्छ। One eternity later. ल केटा शीतल गुफा भन्ने ठाउँ यही हो के अरे बवाल छ त्यो यस्तो बवालै छ के अरे हामी केटाहरू चाहिँ अब बाइक बिग्रेको त्यस्तै भइसक्यो भएर केटाहरू चाहिँ बनेछ भने आउला नि के नत्र म चाहिँ हेबाट फर्किने गरिसकेँ अब त्यो हालतले बाइक पुग्दैन उहाँ केटा हो अब हामी चाहिँ बवाल केटा खान्छ होइन सर्ट साउन्ड पर्छ केटा यो पनि बवालै खान्छ केटाहरू चाहिँ हो यहाँ केटा हो यहाँ हेरै बनाउँदै के गरिरहेको छन् केटाहरूले यार एउटा गुफा चाहिँ हरियाना रहेछ क्या तर भित्र छिन चाहिँ नपाइने रहेछ क्या हो डेढको डरो टिकटक सेसन चलिरहेको त पहिला चाहिँ यो बाटो नि हरेक ढोजु छ नि त म्याच हरेक फटाउनु ठोक्यो बाटो। ल केटा हामी चाहिँ बबालमा भाइरल रोक बसम क्या एक हानेर जाउँला एउटा हानेर जाने कुरा हो बवाल छ केटा यो झर्न त अहिले चाहिँ बवाल बनाएर रहेछ केटा बाटो नि म्याच बवाल हानेर बवाल बनाएर रहेछ नि त यार अहिले त एउटा ल केटा एकछिन फोटो सेसन चल्छ त्यसपछि भेटौँला अन्त पुरै फोटो सेसन हान्न गहन के अरे जराटी त मिलाएर ल छिटो गरे केटा टाइम छैन यार फर्किहाल्नु पर्छ झर्न चाहिँ यही हो केटा मान्छे भिड हुने रहेछ फोटो खिच्न यार भल छ यार ल फाइनली केटा हामी चाहिँ किलु आइयो के अरे यहाँदेखि कति छ भन्दाखेरि अब टेका खाने के अरे किलु चाहिँ आइयो के अरे अब
हेर म कति टाइम लाग्छ के अरे त्यहाँ पुग्न अब पुगेर एकछिन हल्का अपडेटहरू दिइराख्ने छु के अरे तर लास्ट टाइम भन्दा चाहिँ अलिक फरकै देखेँ केटा मैले चाहिँ बाटो लास्ट टाइम चाहिँ अलिक फरकै देखेर हालेँ केटा मैले चाहिँ बाटो अनि एउटा गाडी आयो केटा बाटो चाहिँ राम्रो त भइहाल्छ केटा केटा बाटो बिचमा यस्तो छ केटा हो तर माथि कस्तो छ भन्ने केटा माथि पुग्ने ठाउँ लास्ट ठाउँतिर चाहिँ अलि नराम्रो भनेको त्यही थियो पहिला नि तर अहिले चाहिँ यतातिर पनि राम्रै बनाएर रहेछ केटा हो अनि चाहिँ किलो क्रस भयो के अरे अब हेरौँ कति लाग्छ टाइम उठ्यो ल केटा खोला ठुलो हो कि क्या हो बाटो यस्तो छ हेर ल चल्दिस बाटो त्यस्तै हो गएर केटा हो जस्तो लास्ट टाइम जसरी त्यस्तै छ केटा हो म लगभग आजभन्दा 2-3 वर्ष अगाडि आउँदा नि यस्तै थियो केटा हो बाटो चाहिँ हालत चाहिँ यस्तै रहेछ केटा बाटोको चाहिँ माथितिर कस्तो छ लेट्सी हेरौँ न हो माथितिर त अलि बनायो भन्ने कुरा मैले सुन्नमा आएको तर यहाँ चाहिँ खोला ठुलो छ केटा झर्नुपर्छ होला त यार रुक्न यार यहाँ म यता छैन तारकै तार हो न ल केटा बाटो चाहिँ खटमै रहेछ गाँड गुलाउँदै रहेछ के अरे अब जाम बस खोलामा खुट्टा गाड्यो माले कस्तै बनाइदियो फुल छ चल्दिस केटाहरू चाहिँ आउँछन् के अरे अब केटाहरू आउँछन् के अरे हामी चाहिँ चल्दिस अब हेर केटा बिचमा फेरि ढलान रहेछ बिचमा बाटो त फेरि यस्तै है मोबाइल होल्डरै मेरो बाङ्गे भयो केटा भिडियो नि बाङ्गे भयो ला मलाई यस्तो ढोरी छ केटा बाटो खोलामा यहाँ छ धन्ने बसालिदियो यार ठकित केटा हो ठकित ओ धुलो त केटा भिडियो बाङ्गे भयो मेरो यार त्यो केटाहरू के गरेर आयो यार दोषहरू यार केटा बाख्राहरू आएर रहेछ म एकछिन मोबाइल होल्डर मिलाउँछु यार बाङ्गे भयो भने त मोबाइलै धन्ने फस्यो नि त खोलामा आएर थट केटा बाटो ठिकै छ केटा घुम्न आउँदा हुन्छ केटा च्याप्प मिलाएर कुन बाटो ठिक छ कुन दिक ठिक छ यार बाख्रा नि टन्नै रहेछ नि त याटो यहाँमा पछाडि गाडी आयो कि आज 10-40 केटा केटा हो बाटोमा बाटो त हाम्रो भन्दा पनि घोस्टो रहेछ नि त केटा धोजु छ मुलामा चिकन बाटो साटो पागल बनाइन्छ केटा केटाहरू कहाँ आएको त आह पछाडि हामी चाहिँ कहाँ हो केटा नाम पनि थाहा छैन के अरे यस्तो अप्ठ्यारो बाटोमा आइआएको के अरे लास्ट टाइम यहाँ यार ठिकै थियो यो नि बाटो अहिले झन् धोजु हाँस लाग्यो मलाई यो बाटो यार बाइकले त तन्नै ल केटा अब उकालो बाटो सुरु भयो के अरे अब जुन लास्ट टाइममा सबैभन्दा घाम दुख्दो सबैभन्दा नराम्रो बाटो चाहिँ अब सुरु भयो के अरे तर राम्रो बनाएर गयो भन्ने कुरा चाहिँ मैले सुनेको थिएँ त्यसो हेरौँ न उठे गएर हेरौँ न बाटो कस्तो छ के हो अब उठे गएर होला नि एउटा पहिला नि यस्तै थियो के अरे अब यस्तै छ बाटो माथितिर ढलान छ भन्ने कुरा सुनेको मैले थाकिसक्यो केटा यो तालले अब
घामदुबाट फर्केला जस्तो चाहिँ लागेन मलाई ढलान चाहिँ गरेँ केटा बाटो गर्नु त गरेँ नगरेको होइन तर ढोस्टै खालको ढलान गरेँ केटा आएर घोडा आउने फेरि घोडामा पुन्ची हिउकल त केटा यस्तो गाँड गुलट भएर चाहिँ एउटा त्यसरी बस्छ के अरे अब यी म नि गाँड गुलट भयो के अरे बाटो हालत चाहिँ त्यस्तै छ केटा अब प्लेस बनायो पागल बनायो त पागल जस्तो भयो तर पुग्ने कसरी अब लाग्छ के अरे टाइम त अझै भिड त यस्तो भयो थट तेरो केटा गाडी गाडी कति हिँड्छ यो बाटो या थट ए पागल भन पागल ल केटा बाटो यस्तो छ के अरे अब अप्ठ्यारो बाटोको भिडियो होइन चाहिँ केटा हो एउटा भिडियो बनाउँछु भनेको भिडियो नभएर रहेछ यार जुन बवालवाला बाटोको भिडियो भएन केटा हो केही छैन अब यस्तो बाटोको बनाएको हाम्रो अब लगभग आइपुग्नु लाग्यो के अरे केटा अब घाम दुख्छ अब त्यही घाम लाग्यो केटाहरू चाहिँ डोसहरू चाहिँ पछि छ हेरे पुरै केटाहरूको त गाह्रो छ हामी चाहिँ अगाडि आइरहेको अरे कल्नी गरेको छ केटाहरूले हालत गाँडगुलो छ केटा जुन तल एडभान्चर त कडै थियो केटा हो तर भिडियोमा कैद भएन है तर बाटो चाहिँ बगाल थियो तलको लगेर आइयो के अरे फाइनली अब मिलाएर अब थाकियो के अरे अब हल्का रेस्ट गरेर फर्किहाल्नु पर्ने हुन्छ अरे हामी चाहिँ त्यही त अब दुःख गरेर आइयो के अरे अब धुलो खाइरहेको मुलाले फेरि त त्यही कारणले धुलो खाएर हच्चु पारेको केटा हामीलाई अझै उछान्न देखेन अगाडि बाटो त्यस्तो चाहिँ उछान लगेर फाइनल्ली आइपुग्यो के अरे अब बस्दा गइन्छ के अरे हामी चाहिँ बस्दा गाउनु लाग्यो के अरे यहाँ धुलो बढी खायो क्या त्यो रोकेर बसेको के अरे त्यो गएपछि जाने भने थियो डेन्जर धुलो हानिदियो क्या धुलो खाइदियो मुलाले केटाहरू फेरि यार सँगसँगै आएको हुन्छ यार कहाँ छोडेको दिमाग खराब भयो पछाडि बस्ने के अरे यो उकालोमा हच्चु बनायो एक्लै अब ल आइयो के अरे केटा हामी चाहिँ बस्दा आइयो के अब गएर एकछिन रेस्ट गरेर बस्छौँ के अरे केटालाई कुरेर बस्छौँ के अरे अब आएपछि चाहिँ अब एकछिन बसिन्छ के अरे तर आजै फर्किने कुरा हाम्रो चाहिँ यो फाइनल्ली घामको गयो केटा लास्ट टाइम चाहिँ यो होटलमा हामीले खाएको थियौँ आज यो होटलमा खाएको थियो र पार्किङ चाहिँ एउटा भिड हो के अरे केटा हाम्रो गएर हाम्रो गए केटा हो ल फाइनल्ली धेरै दुःखपछि आइपुग्यो केटा सेकेन्ड टाइम ल केटा गाडी गुलत भयो अरे हालत देख्न सक्नुहुन्छ है हालत चाहिँ बेजो केटा धुलै धुलो यस्तो तालले हाँड कामै छैन केटा अरे आमा मलाई ठिक लागेन केटा हात यस्तो हातको हालत यस्तो छ केटा अब केटालाई कुरेको कहिले आउने हो नि कहिले फर्किने हामी चाहिँ अलि आएन के अरे ल केटा अब केटाहरू पनि आइसक्यो के अरे अब हालत ज्ञान ब्लड भयो रेलो भयो घोडा चढ्ने रे खुच्चेले
अब एकछिन बसेर माथितिर गएर एकछिन यसो भिड हानेर आउने कुरा हागेर अब अहिले भेटौँला माथितिर ल गाई चाहिन्छ फाइनल्ली हाम्रो गाई पुग्यो क्या र यहाँ चाहिँ यस्तो ब्याडमिन्टन खेलेर आउनुपर्दहरू तर सिन चाहिँ यस्तो बवाल छ केटा फुलले गर्दाखेरि यस्तो थकित छ केटा शरीर थकित छ के अरे अब एकछिन बस्ने अब टाप्पु हान्ने फेरि अब धेरै भन्न सकिन्न आजै फर्किने कुरा हाम्रो केटाहरू फेरि आजै काठमाडौँ जाने भन्ने कुरा भोलि बिहान आज नभए भोलि बिहान जाने कुरा अलि हटाएरै छ फेरि डोसहरूलाई अनि त्यही भएर छिटो गरौँ भन्ने कुरा आएको रे है अब एकछिनमा फोटो सेसन चल्छ क्या त्यसो अगेर अब टाप्पु हान्नुपर्छ केटा हेर्न सकिन्छ यताको भ्यू खाजा खाइयो के अरे अब अलिअलि थाहा त महँगो रहेछ के अरे हाम्रो टोटल बिल 2500 निक्लिरहेको के अरे खाजा हल्का हानेर हिँड्ने के केटाहरू पछि आउँदैछन् अब चाहिँ राप्पु केटा म केटाहरू कोहीलाई कुर्न सक्दैन केटा अब चाहिँ केटाहरूलाई चाहिँ कुर्न सक्दैन मैले हिँडेँ केटा अब यहाँबाट ल